अर्को मन्त्रले भन्नुहुन्छ भगवान त्यस्तो होइन। कस्तुरी तिलकम ललाट पटले वक्षस्थले कौस्तुभम। कस्तुरी नाम गरेको तिलक ललाट पटलमा लगाउनु भएको कौस्तुभ मणिले गलालाई अलङ्कृत बनाउनु भएको भगवान त्यस्तो भन्नुहुन्छ। अर्को मन्त्रले भन्नुहुन्छ भगवान त्यस्तो होइन। सशङ्ख चक्रम सकिरीट कुण्डलम सपीत वस्त्रम सरसिरु एकक्षणम। शङ्ख चक्र गदा पद्म चारवटा हातमा चारवटा आयुध सम्हाल्नु भएको भगवान यस्तो हुनुहुन्छ भन्नुहुन्छ। अर्को मन्त्रले भन्नुहुन्छ भगवान त त्यस्तो होइन। त्रिभङ्ग ललित चारु कौस्तुभेन विराजित तीन ठाउँबाट बाङ्गो कौस्तुभमणिले अलङ्कृत हुनुहुन्छ। अर्को मन्त्रले भन्नुहुन्छ भगवान त्यस्तो मात्रै होइन। बर्हापीडम नटवर बपुः कर्णयो कर्णिकारम विव्रतवास कनककपिशं वैजयन्तीं चमालाम। मयूरको प्वाखको मुकुट लगाउनु भएको छ। नाटक देखाउनका लागि सजिएको उत्तम नर जस्तो शरीर छ। कर्णिकारको पुष्प पालै पालो दुवै कानमा धारण गर्नु भएको छ। हातमा बाँसुरी सम्हाल्नु भएको छ। ओठमा बाँसुरी राखेर बजाउँदै हुनुहुन्छ भगवान त त्यस्तो भन्नुहुन्छ अर्को मन्त्रले भगवान त्यस्तो मात्रै होइन भन्दा भन्दै वेद थाकेर नेति नेति न इति न इति यस्तो पनि होइन त्यस्तो पनि होइन भन्दा भन्दै खम ब्रह्म शून्य नै ईश्वर हो शून्य नै ब्रह्म हो भनेर वेद थाक्नु भएको छ भगवानको निरूपण गर्नका लागि। त्यसैले त्यस्ता देवताहरूलाई स्तुति गरेर हजुरको महिमा वर्णन गर्न पार लाउन सक्नु भएको छैन। म जस्तो दैत्य कुलमा उत्पन्न भएको अकिञ्चन पिप्रो बालकले कसरी सन्तुष्टि तुल्याउन सकौँला। हेर हजुरको यो डरलाग्दो आकृति देखेर पनि म डराएको छैन, किनभने दुष्टलाई दमन गर्नका लागि नै हजुरले यो विचित्र रूप यो क्रोध उत्पन्न गराउनु भएको त्यो कुरा मलाई थाहा छ। हे आन्द्रमाली, आन्द्राको माला लगाएर गलालाई अलङ्कृत बनाउनुहुने आन्द्रमाली परमात्मा, मेरा पिताजीलाई हजुरले नष्ट गरिदिनु भयो भन्दा पनि मलाई दुःख छैन, किनभने पिताजी त हो तर अयम कुपुरुष नष्ट पुरुष होइन, उहाँ कुपुरुष हुनुहुन्थ्यो। हजुरका भक्तमाथि साह्रै धेरै गलत व्यवहार गर्नुभएको थियो। त्यसैले भूभारण गर्नका लागि हजुरको यो क्रोध आएको, दुष्टलाई दमन गर्नका लागि हजुर क्रुद्ध बन्नु भएको मलाई थाहा छ। हजुरलाई बिर्सेर संसारी प्रपञ्चमा आनन्द मान्ने भनेको त चर्मरोग लागेको ठाउँमा पर्याउँदा आनन्द अनुभूति गरे जस्तै हो। त्यसैले हे ईश्वर मबाट सन्तुष्ट हुनुहोस् भनेपछि भगवान नृसिंहको क्रोध शान्त भयो। प्रहलादजीलाई सम्हाल्नुभयो, काखमा राख्नुभयो, फेरि शिर सुन्नुभयो अनि भन्नुभयो वत्स प्रहलाद, मैले अवतार लिन ढिलो गरेँ, मेरा लागि तिमीले धेरै दुःख सङ्घर्ष गर्न पर्यो, मेरा भक्तले धेरै दुःख पाउनुभयो, केही इच्छा भयो मान्नुहोस् भन्दा प्रहलादजीले भन्नुभयो हे नृसिंहनारायण प्रभु, मेरा पिताजीले हजुरलाई गाली गर्नुभयो, हजुरका भक्तलाई अपशब्दले दुखी तुल्याउनु भयो, मेरा पिताजीको दुर्गति नहोस्, पिताजीलाई नरक भोग्नु नपरोस् है भनेर पो माग्नुभयो। त्यति बेला प्रहलादजीले प्रहलादका यी वाणी सुनेपछि भगवान नृसिंह गदगद भएर भन्नुहुन्छ वत्स प्रहलाद, जसले तिमी जस्तो भगवानको भक्त महाभागवतलाई जन्म दिएको छ त्यसको बाबु नरक जाने कुरा छैन। पूर्व जन्मको आफ्नो कर्मले यो मुक्ति भएर जान हिरण्यकशिपु बनेको थियो। तिम्रो पिताजीलाई मैले स्वधाम पठाइदिइसकेको छु। तिम्रा त पितातर्फका 7 पुस्ता, मातातर्फका 7 पुस्ता र जीवन सङ्गिनी तर्फका 7 पुस्ता 21 पुस्ता पितृले सद्गति पाउँछन्। एउटा मात्रै परिवारमा भगवानको भक्त जन्म्यो भने कुलम पवित्रम जननी कृतार्थ वसुन्धरा भाग्यवती च धन्य, कुल पवित्र हुन्छ, पृथ्वी आनन्दित हुनुहुन्छ, संसार देवताहरू रमाउँछन्। एउटा मात्रै महापुरुष सज्जन भगवानको भक्त कुलमा जन्म्यो भने त्यसले 21 कुल पितृहरूलाई उद्धार गर्छ। त्यसैले तपाईँ जस्तो भक्त जसका कुलमा जन्मिनु हो त्यसका पिताजीले नरक जान पर्दैन, मैले मेरो धाम वैकुण्ठ पठाइसकेका छु भनेर प्रहलादका शिरमा वरद हस्त राखिदिनु भयो। अनि पापलाई भोग गर पुण्यलाई पनि समाप्त गरेर मेरो धाम आउनु भनेर प्रहलादजीलाई राज्याभिषेक गरेर भगवान नृसिंह अन्तर्ध्यान हुनुभयो। यिनै प्रहलादजीले धृति नाम गरेकी पत्नीका साथमा केही बेर यो संसारको भोग पनि दिनुभयो। पछाडि प्रहलादको छोरो विरोचन हुनुभयो, विरोचनको छोरो बलि आदि गरेका भए। सुखदेव स्वामी राजा परीक्षितलाई यो त्रिपुर दग्ध गर्ने समयमा ब्रह्माजी बाछो र नारायण विष्णु गाई बनेर त्यो अमृतको कुवा पान गरेर क्षणभरमा भगवान देवादिदेव महादेवले
त्रिपुर दग्ध गरेर त्रिपुरारी भन्ने नाम सार्थक गराउनुभयो भन्ने प्रसङ्ग वर्णन गर्दै अगाडि साँच्चै सुन्न पर्ने कथा छ सनातन धर्मको वर्णन, वर्णाश्रम धर्मको निरूपण। धर्म भनेको के हो, सनातन भनेको के हो, हिन्दू भनेको के हो, अनि वर्णाश्रम धर्मले पालना गर्नुपर्ने नियम आचरणका विषयहरू के रहेका छन्, यो एउटा हरिरामको आश्रय लिउँ। तत्पश्चात त्यो सनातन धर्मको प्रसङ्ग श्रवण गर्नेछौँ। सच्चिदानन्द भगवान्